हेलो सो गाइज म चाहिँ आज होइन मेरो केटिएममा चाहिँ मैले आज पठाउ गरेको छु तर यो पछाडिको मान्छेलाई चाहिँ थाहा छैन कि कुन बाइक हो भनेर अर्को बाइकको नम्बर प्लेट छ नि त त्यो भएर थाहा छैन होइन मैले यो मान्छेलाई सोध्छु होइन के भन्दो रहेछ रियाक्सन होइन मेरो केटिएम हो त्यसमा मैले पठाउ हाल्दैछु होइन रियाक्सन हेरेँ यो मान्छे दाइ दाइ हजुर तपाईँ कहाँ जाने हो ओहो हो खाना खाएर आउनुभयो गएको थिएँ तपाईँलाई कस्तो फिल हुँदैछ ए रमाइलो हो तपाईँ कुन बाइकमा चढ्या छु जस्तो लाग्छ खोइ थाहा भएन त मलाई त ल थाहा छैन हजुर यस्तो हेर्दाखेरि गन्दा कस्तो कस्तो आउँदैन अन्त त खै याद त गर्नुपर्ने तर अहिले वास्तै गरेको छुइनँ कि अलिकति यहाँनिर जानुपर्ने हतारमा छ कि त्यही भएर ए तपाईँ यो कुन बाइकमा चढ्नु भएको छ आज हजुर भन्नु त यो केटिएम हो क्या केटिएम आम्बो केटिएम पो हो ड्रिम बाइक क्या यो ड्रिम बाइकमा चढाइरहेको छु तपाईँलाई हो नत्र खत्रै महँगो बाइकमा पो चढेको छु क्या हो ए भयो लोड महँगो बाइकमा कति पनि छ पठाउ गर्नु भएको ए म जहिले नि यहीँ गर्ने हो ए हो त हो झन् तपाईँलाई यत्रो महँगो ड्रिम मान्छेको यो त ड्रिम बाइक हो ड्रिम बाइकमा चढाइरहेको छु तपाईँले अब हल्का भाडा लाग्छ यसमा चाहिँ भाडा उस्तै जस्तो लाग्छ होइन र भाडा उस्तै लाग्छ तर त्यो पठाउहरूभन्दा अलिक सस्तै हो म याङको हान्छु नि त छिटो छिटो कहिले चढ्नु भएको छैन के हो दाइ ए ल मैले चढाइदिएको नि त है डुब चाहिँ होइन केटिएम खालि हो तर पनि ड्रिम बाइक हो कसैको है तपाईँको पनि ड्रिम हो तपाईँलाई त केही मतलबै छैन के हो बाइकहरूमा हो के भन्नुभयो तपाईँलाई त बाइकमा केही मतलबै छैन कि के हो ए चढ्न पायो भने भयो ल